भएको है भन्दा मैले त त्यही सम्झेको हाम्रो त्यो मामाहरूको क्या त के अरे एउटा एयरलाइन लिएको कि अन्त एयरलाइन खोलेको कि अहिले चाहिँ अब हामी यहाँ सुन्तले आइपुगेछौँ। जस्ट मर्निङ गाइस। ब्लग पनि गर्छ ब्लग ओ ब्लग ब्लग ओ ब्लग गरिदिएको। यो चाहिँ हामी साइक्लिङ जाँदैछ आज। यो एउटा साइक्लिङ यहाँ यो तिनवटा गाडीमा अनि यो माथि तिनचुलेबाट चाहिँ साइकल चलाउने। ऊ चाहिँ मेरो ड्राइभर। खा जानुपर्छ ल अब। ओके हामी चाहिँ आइपुग्यो अहिले चाहिँ। लु अब हाम्रो चाहिँ साइकल सेट गर्नु पर्यो। अब पोलिगन हो कसको हो त्यो पोलिगन? ओ भयो ए दोजे ऊ साइड जानु पोलिगनसम्म त गो द्याट साइड। मेरो त एसिडी उचाल्नु थाहा सक्छ हजुर साउन्ड सिस्टम होला नि त। यस 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 ल विपिन दा मर्निङ 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 आइपुग्यो। धन्यवाद। ट्राई टु होइन गएको हेर त्यो टोइलेट आइदिएर त्यसरी क्युब त यहाँ रहेछ। पोलिगन आइसक्यो हाम्रो अहिले। यहाँ साइकल यहाँबाट जोडेर चाहिँ आज हामी यहाँबाट तकदाबाट सुरु गरिरहेछौँ। तकदा, तिनचुले, लामाहट्टा, 6 माइल, 3 माइल, त्यहाँबाट भित्र फरेस्ट घुमेर चटकपुर डल्लै घुमेर चाहिँ जोरबङ्लो भएर फेरि हामी यहीँ इन्ड हुन्छौँ। लामो छ राइड, रमाइलो छ। कसको हो यो? जेरेमीको। टायर चाहिँ कसरी थाहा होला नि कुन कुन कसको भनेर? मेरो त चिनिहाल्छु आफू चिनेको चाहिँ भारी छ भारी छ नि त। आम्बो कति किलो छ? मेरो भन्दा अलिक हल्का होला। ए बाप पर्यो केटाले मलाई साइकल ल्याइदिएको अरे यस्तो हाइट। तपाईँको त यो त हेरिहाल्यो नि मैले त। अन्त कति छ? आम्बो अन्त यो छ कार्बन फाइबर हो यो? कार्बन कहिले लिनुभयो त अलि चाहिँ? हजुर जमानामा ठिक छ। क्याप्टनको कार्बन फाइबर रहेछ। कार्बन फाइबर यो एल्युमिनियम मलाई चाहिँ ल्याइदिएछ केटाहरूले स्टिल। यो चाहिँ स्टिल ल्याइदिएछ। कति गियर सेट कति हो यसको? 1 2 3 4 5 6 7 8 8 3/8 रहेछ। ओके ठिक छ ल सेट गरौँ है। सबलाई क्याप्चर गरौँ। विपिन दाइले के भन्दैछ? हेलो 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 साइकल ए देखाउँदै मलाई। ठिक छ। लामो उयो हो के हो? फोटो गर्छु। ठ्याक्कै तिनचुले आइपुगिहाल्छ हामी। तिनचुले अफरोडको स्टार्टिङ पोइन्ट हो यहाँबाट चाहिँ। हामी त ट्राभल गरेर आएर पनि है त्यही भएर पनि थाकेको होला छिटो खुट्टा नलागेको जस्तो भयो। लामाहट्टासम्म चाहिँ अफरोड छ यहाँबाट चाहिँ ठ्याक्क सिधै। यहाँ दुईवटा बाटो छ। यता चाहिँ तकदा तिनचुलेबाट आएर स्याट यो चाहिँ लप्चु पेसोक जाने बाटो। अनि यो चाहिँ अफरोड लामाहट्टा जाने बाटो। Yeah, off-road start from here. Hi, Bibinda.
गो 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 कमन भोइस केही भएको छैन रेस स्टार्टै भएको छैन आज एकदम जोइ राइड ल ल जोइ राइड यस क्याप्टन यसै कारण भन्छु तिमीहरूलाई मैले चवनप्रास खान्ने गर चवनप्रास हिरा कभर भोइस छिटो फास्ट ल खोइ बिबिन्दा ल खोइ बिबिन्दा हराइरहेको छु भित्र जङ्गलभित्र बिबिन्दा छिटो हाम्रो भेटरेन राइडर छ बिबिन्दा साइकललाई माया गर्नु हुँदैन हौ त साइकललाई माया गर्नु हुँदैन राइडलाई माया गर्नु पर्यो क्या ल दामी यो चाहिँ हामी लामाहट्टापट्टि गइरहेछ अहिले What is the route question के भन्दिनु भन्नु त चवनप्रास खाने गर है केटा हो तिमीले रोड बाइक लिएर बाटो सोच न अहिले कति भएछ भन्नु त 8:38 दामी एक्सपिरियन्स हेभी रुट सब्जी मोमो कस्तो रहेछ टेस्ट स्या मात्रै पाउँछ टेस्ट गर्यो हजुर होइन अहिले अब स्टार्ट हुनु आँट्यो भन टेस्ट गरेर दामी छ हेर अन्त लामा उकालो आएर चाहिँ त्यो मान्छेको चाहिँ बिचको होला आउनु कहाँ आउँदैछ उनीहरू पछाडि छ नि भविष्य पछाडि छ हो भएछ त स्विपमा होला नि त कस्तो लाग्यो अन्त रुट अरे मजाको छ नि रुट अब तल झन् अब छ है डेन्जरस तल खोइ अब अझै दिएको पनि छैन क्या हौ पोजहरू He went down and came up. It's fun to climb this one. We've got to go down, full of off-road. होइन जेरेमी पनि छ नि सुरु जान्छ त अन्त चटकपुर यो चाहिँ हामी सिन्चेल वाइल्ड लाइफ सेङ्चुरीमा हो जुगार साइकल छिराउनु जुगार
यो जुगाड रहेछ साइकल छिराउनु यहाँ गेट रहेछ एउटा हामी 8 जना यो चाहिँ तपाईँको जोरमुङ्राको रोड जाँदैछ हामी चटकपुरबाट फर्किरहेछौँ हामी चाहिँ सिलगढी आइसक्यौँ र अब हाम्रो यो साइकलहरू सबै सर्भिस गर्नुपर्छ यसरी यस्तो भइरहेछ आजको ट्रेल खतरा थियो र सर्भिसको लागि चाहिँ हामीले यहाँनिर सुबुकोमा ल्याइरहेको छु यहाँ साइक्लिङ स्टुडियो छ सुबुको अनि उसले चाहिँ अब सर्भिसिङ गराएर मजाले टिपटप बनाएर चाहिँ दिने भएको छ गाइस आजको टुर यस्तै थियो हाम्रो इट वाज अ वन्डरफुल राइड ल सी यू इन द नेक्स्ट भिडियो टिल देन बाई